बाबुहरू नमस्कार। पुनः पनि हामी टाइगर न्युजको अफिसियल च्यानलबाट धेरैचोटि हामीले तपाईँहरूलाई सूचना प्रवाह गर्ने प्रयास गरेका थियौँ र हामीले त्यो खालका सूचनाहरू पनि प्रसारण गर्ने जमर्को गरिरहेको थिएँ हाम्रो सोसल मिडिया टाइगर न्युजबाट। विशेष गरी आज 2 दिन भइसक्यो र जुन टाइगर न्युजको अफिसियल च्यानल नै ब्लक भएको छ र केही दिनमा रिटर्न आउने सम्भावना बढी देखिन्छ। यद्यपि अब आएन भने हामी त्यसको प्रोसेस र अन्य प्रोसेसहरूबाट पनि हामी र जति पनि टाइगर न्युजको फलो लाइक गरेर जुन खालको माया सद्भाव दिनुभएको थियो लामो समयदेखि, तर आज हामी आजको दिन हिजोको केही घन्टा यताको समयदेखि हामी तपाईँसँगका भएका भलाको साथीहरू तपाईँसँग गर्ने गतिविधिहरूका विषयमा आज टाइगर न्युज परिवार एकदमै दुखित छ। हामीले जुन खालले समाजका सम्प्रेषणहरू समाचारहरूलाई विशेष रूपमा ल्याउने गर्थे र विभिन्न घटनाक्रमहरूलाई पनि हामीले प्रसारण गर्ने र जनताहरूलाई सूचित गराउने काममा विशेष रूपमा हामी अग्लो पन्थीमा रहेर तपाईँहरूलाई त्यो खालका समाचार सम्प्रेषणहरू मनोरञ्जनदेखि लिएर समाजका अन्य कुराहरूलाई पनि हामी विशेष रूपमा जोड्ने गर्थे। तर टाइगर न्युजको अफिसियल च्यानल र टाइगर न्युजको प्रोभाइडर आफू जुन मेरो प्रेम विष्ट टाइगर भन्ने पेज थियो, फेसबुक पेज र टाइगर न्युजको अफिसियल च्यानल थियो र दुईटै ब्लक भएको छ र अब रिकभर हुने कति सम्भावना छ त्यो हामीले मेटालाई पनि त्यो हामीले जुन खालको हामीले लेख्नुपर्ने रिक्वेस्ट पत्र हो, रिक्वेस्ट पत्र पनि पठाइसकेका छौँ। यद्यपि हामी त्यो विषयलाई हामी एकदमै चिन्तित छौँ। जुन समाजका गतिविधिहरूसँग निरन्तर अगाडि बढिरहेका थिए त्यो कुरालाई हामी विशेष रूपमा उठाउनका लागि समाजका गतिविधिहरूसँग झन्डै पनि हामी 3देखि 4-5 वर्षको अवधिमा टाइगर न्युजको पेजबाट हामी तपाईँहरूलाई सूचना प्रभाव गर्ने, सूचनाहरू दिइराख्ने, समाजका घटनाहरूका विषयमा हामी चर्चा गरिरहेका थियौँ। त्यस्ता कुराहरूलाई विशेष रूपमा जोड दिएर हामी अगाडि बढिरहेका थियौँ। तर अब यद्यपि जुन खालको सोसल मिडियाको प्लेटफर्म नै आज जुन खालको हाम्रो टाइगर न्युजको पेज नै जुन खालले रिभ्यू भयो, जुन खालको ब्लक भएको छ त्यसमा हामी लागिरहेका छौँ। यद्यपि सबै श्रोताहरूको माया सद्भावले हामी कुनै न केही दिनभित्र पुनः हामी रिटर्न ल्याउन सक्छौँ कि भन्ने आशा पनि हामीले विशेष रूपमा जोडेका छौँ। सबै श्रोताहरू टाइगर न्युजको च्यानलबाट कुनै किसिमको समाचार आएन। प्रेम विष्ट टाइगर भाइले पनि किन सोसल मिडियामा उनी देखिँदैनन्, मिडियामा किन देखिँदैन, आफ्नो फेसबुकमा उनीहरू पोस्टहरू देखिँदैन भन्ने कुराबाट चिन्तित हुने भएका व्यक्तिहरू त्यो हुनसक्छ। किन आज प्रेम विष्टको फेसबुकमा कुनै किसिमको गतिविधि आएन, उहाँको च्यानलबाट कुनै किसिमको गतिविधिहरू आएनन् भन्ने कुराहरू सबैमा चासोको विषयबाट चासोको रूपमा हेरिनु स्वाभाविक हो। त्यो विषयलाई हामी विशेष रूपमा जुन खालको समस्या आयो त्यो समस्याले गर्दा हामी तपाईँसँग जोडिन सकेनौँ र यद्यपि हामी जुन पेज र टाइगर न्युजको पेजलाई हामी रिटर्न ल्याउने र प्रेम विष्ट फेसबुकलाई पनि हामी रिटर्न ल्याउन सक्यौँ भने तपाईँहरूसँग नै जोडिएर सद्भावहरू समाजका गतिविधिहरूसँग पुनः जानेछौँ। होइन आएन भने पनि हामी नयाँ बाटोबाट पनि हामी पुनः पनि यो सामाजिक क्षेत्रमा म लागिरहनेछु। त्यो प्रयत्न समाजका घटनाक्रमहरू समाजका विभिन्न श्रोताहरूको माया सद्भावलाई माथि उठाउनका लागि निरन्तर लागिरहनेछु। नयाँ बाटोबाट पनि त्यो खालको प्रयत्नसँग अगाडि बढ्ने प्रयास गर्नेछु भन्ने कुरा अवगत गराउन चाहन्छु। विशेष गरी यो हाम्रो टिकटक टाइगर न्युजको टिकटक मात्र रहेको हुँदा हामी टिकटकबाट तपाईँलाई सूचना प्रवाह गर्नका लागि विशेष रूपमा यो सूचना मैले प्रवाह गरेँ। तपाईँहरू किनभने यो किन आज टाइगर न्युज आएन, फेसबुक आएन भन्ने कुराहरू धेरैको चासोको विषयको रूपमा हुने भयो हुनाले मैले तपाईँलाई यो टिकटक माध्यमबाट टाइगर न्युजको टिकटक सोसल मिडियाबाट तपाईँलाई जानकारी गराउनका लागि यो मैले सानो कुरा तपाईँको अगाडि राखेको छौँ। र हामी छिटो नै रिटर्न हाम्रो टाइगर न्युज पेज रिटर्न भयो भने हामी छिटै नै तपाईँहरूसँग तपाईँका समाजका गतिविधिहरूसँग अटेन्सिभ भएर समाचार प्रवाह गर्ने कुरालाई विशेष रूपमा जोड दिनेछु भन्ने कुरा अपिल गर्न चाहन्छौँ। हवस् त, नमस्ते।